स्वागत छ ट्रुथ और इल्युजन च्यानलमा। डरलाग्दा सत्य घटनाहरूको लागि मेरो यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र साथमै रहेको बेल आइकनलाई पनि दबाउनुहोला। अकाल मृत्युपछि मान्छेको आत्माले शान्ति पाउँदैन भन्थे मलाई त्यो दिनदेखि सत्य लाग्न थाल्यो र मर्नु अघि मृतकले केही मागेको छ र उसलाई दिएन भने त्यो मृतकको आत्माले प्रेत बनेर त्यो मान्छेलाई दुःख दिन्छ रे। गाउँकै एकजना मान्छेलाई सर्पले टोकेर मृत्यु भएको थियो। उनको मृत्युमा पनि धेरै खालका प्रश्नहरू उठेका थिए। धेरैको भनाइ थियो कि उनलाई जिउँदै नै पोलिएको थियो। कता हो कता मलाई पनि त्यस्तै लाग्छ। हिजो आज घरदेखि घाटसम्म अन्तिम संस्कारमा गरिएका ती सब कामको म पनि प्रत्यक्षदर्शी थिएँ। त्यति बेला उनको मृत्युको विषयमा समाजमा गरिएका गुपचुप कुराहरू हिजो आज मलाई सत्य हो कि जस्तो लाग्छ। कुरा आजभन्दा ठ्याक्कै 16 वर्ष पहिलाको। मेरो घरदेखि नजिकै एकजना बाहुन बाजेले चिया पसल खोलेर बस्नु भएको थियो। मेरो घरदेखि 1 मिनेटको दूरीमा थियो उहाँको चिया पसल भने। त्यति बेला उहाँ अन्दाजी 50-55 वर्षको हुनुहुन्थ्यो होला। एक दिनको कुरा हो, रातको लगभग 11 बजे मेरो कोठाको छेउमा रहेको कलधारा यानी ह्यान्डपम्प बेसगरी चलेको आवाज आयो। झ्याल खोली हेरेको त त्यही चिया पसलको बाजे हुनुहुन्थ्यो। मैले झ्यालबाट पानी सुकेको छ, धाराको पानी हाल्नुपर्छ नत्र आउँदैन भने। अनि उहाँ आतिदै छिटो लिएर पानी, मलाई गाह्रो भइसक्यो भन्नुभयो। म हतपत ढोका खोली 1 अम्खोरा पानी धारामा हाल्न भने लिएर गएँ। मैले धारामा पानी हाल्दै के भयो, किन यति धेरै आत्तिनु भएको भने। त्यसपछि उहाँले बोलेका शब्द सुनेर मेरो पैताला मुनिको जमिन नै सरे जस्तो लाग्यो। हेर त केटा, मेरो कोखमा सर्पले टोकेछ क्यारे। मेरो बिस्तारामा एउटा करेत सर्प पनि थियो उहाँले भन्नुभयो। त्यति सुन्न साथ मैले हतपत लाइट बालेर उहाँको कोखमा हेरे। कोखको 3 ठाउँमा सठिक दूरीमा सियोले घोचे जस्तो 6वटा दागहरू थिए। अनि त्यति बेलासम्म उहाँको बोली पनि लडबडिन थालिसकेको थियो। सर्पले टोकेको मानिसलाई पानी पिउन दिनु हुँदैन, झन् छिटो विष सर्छ भनेको सुनेको थिएँ। मैले नि त्यसै गरे, पानी पिउन दिएन। उहाँ एकदमै रिसाएर मेरो हातबाट अम्खोरा खोसेर पानी पिउन थाल्नुभयो। मैले हतपत लोटा खोसेर पानी फालिदिएँ। उहाँले रक्सी पनि खानुभएको रहेछ। अनि मेरा कुरा नसुनी रिसाउँदै चोकतिर जानुभयो। मैले समयलाई खेर नफाली तुरुन्तै एम्बुलेन्सलाई फोन गर्न थालेँ। तर विडम्बना त्यति बेला टेलिफोनको नेटवर्क त्यति राम्रो व्यवस्था नभएको हुँदा बेलामा एम्बुलेन्सलाई फोनै लागेन। मैले गाउँका मान्छेहरूलाई तुरुन्त जम्मा गरेँ र एकजना दाजुले मोटरसाइकलमा हालेर हस्पिटलतिर लगिहाल्नुभयो। तर विडम्बना बाटोमा जाँदै गर्दा उहाँलाई लगेको मोटरसाइकल पङ्चर हुन पुग्यो र एम्बुलेन्स आउन पनि ढिला भयो। करिब 15 मिनेटपछि एम्बुलेन्स आएर बीच बाटोबाट उहाँलाई लिएर गयो। नारायणघाट पुग्ने बेला जंगलमा त्यो लगेको एम्बुलेन्स पनि फेरि पङ्चर हुन गयो। यताउति गर्दै गर्दा हस्पिटल पुर्याउन झन्डै 1.5 देखि 2 घण्टा लागिसकेको थियो। 1.5-2 घण्टामा हस्पिटल पुर्याएपछि एकछिन डाक्टरले हेरेर उहाँलाई मृत घोषणा गरिदिए। त्यही राति उहाँको पार्थिव शरीरलाई घर ल्याइयो। अर्को दिन उहाँको अन्तिम संस्कारको
कार्य सुरु हुन थाल्छ। उहाँको पार्थिव शरीर यस्तो लाग्दै थियो मानौ सुतिरहेका छन्, भर्खरै उठिहाल्छन् कि जस्तो देखिँदै थियो। मरेको मान्छेको शरीर त दह्रो र साह्रो हुनुपर्ने हो, तर उहाँको शरीर त यस्तो लल्याक लुलुक थियो कि मृत मानिसको शरीरमा जुन परिवर्तन हुन्छ त्यो परिवर्तन उहाँको शरीरमा त्यस्तो कुनै पनि मैले देखेको थिएन। र गाउँलेहरू पनि यस्तै कुरामा कानाखुसी गरिरहेका थिए। मलामी गयो र म पहिलो पटक मलामी गएको थिएँ र उहाँको पार्थिव शरीरलाई दाउराको सोलामाथि राखियो। दागबत्ती दिने बेलामा म त्यही नजिकै थिएँ। मलाई किन हो किन चितामाथि राखिएको लास देखेर डर लागिरहेको थियो। जब चितामा आगो लगाइयो, आगोको पहिलो लप्काले त्यो बाजेको शरीरमा छोयो। त्यसपछि मैले जे देखेँ त्यो देखेर मलाई एकदमै डर लाग्यो। त्यो बाजेको मूत्राङ्गबाट जोडले पिसाब निक्लदै थियो। यस्तो हुन्छ या हुँदैन मलाई यकिन त भएन, तर जहाँसम्म लाग्छ लासको मूत्राङ्गबाट पिसाब निक्लदैन होला। तिनै कुराहरू सम्झेर हिजो आज पनि मलाई त्यो बाजेलाई जिउँदै भुलेको हो कि जस्तो लाग्छ। अब यो मेरो तर्क कति सत्य हो त्यो तपाईहरूले नै मूल्याङ्कन गर्नुहोला। मलाई लागेको कुरा म गर्दैछु। अनि सम्पूर्ण अन्त्येष्टिका काम सकेर सबै मलामीहरू घर फर्कियौं। त्यो रात म त्यही बाजेको कुराहरू सोचेर बिस्तारामा पल्टिएको थिएँ। कुन बेला निदाएछु मलाई पत्तै भएन र सपना देख्न थाले। सपनामा म उराट अनि बन्जर सुक्खा ठाउँमा थिएँ र सपनामा एक्कासी त्यही बाजे मेरो सम्मुख आएर मलाई अस्पष्ट आवाजमा भन्न थाले, मलाई किन पानी दिएनस्। मेरो सम्मुख देखा परेर मलाई निकै रिसाउँदै राता राता आँखा पारी मलाई हेर्दै थिए। त्यो सपनामा म यति डराएँ कि डरको कुनै सीमा नै थिएन। सपनामै निकै डराएको बेला अर्को एउटा आवाजले मेरो निन्द्रा खोल्न पुग्यो। मेरो कोठाको ढोका कसैले ढकढकाएको जस्तो लाग्यो। अनि मैले तुरुन्तै उठेर ढोका खोली बाहिर हेरेँ। बाहिर कोही पनि थिएन। मलाई लाग्यो त्यो आवाज पनि सपनामै आएको हुनुपर्छ। फेरि ढोका बन्द गरी कोठामा गई सुत्न थाले। बिस्तारामा पल्टिएको एकैछिनपछि फेरि बाहिर कोही मान्छे हिँडेको जस्तो आवाज आउन थाल्यो। अनि त्यो हिँडेको आवाज घरको चारैतिर आइरहेको थियो। कच्ची घर भएको हुनाले चारैतिरको आवाज सहजै सुन्न सकिन्थ्यो। मैले झ्यालबाट चिहाएर हेरेँ। कोही हिँडेको आवाज त सुनिँदै थियो भने मान्छे कोही पनि देखिएको थिएन। लगभग त्यो हिँडेको आवाज 4-5 मिनट जति लगातार आइरह्यो। त्यो हिँडेको आवाज ठूलो र भारी शरीरको मान्छे हिँडे जस्तो लागिरहेको थियो। अनि ती बाहुन बाजेको पनि शरीर ठूलो र खाइलाग्दो थियो। कतै त्यही बाहुन बाजेको आत्मा त होइन यो बाहिर आवाज निकाल्ने। यस्तै कुराहरू सोचेर मलाई एकदमै डर लाग्न थाल्यो। मलाई हिम्मत नै आएन कि बाहिर को हिँडेको छ भनेर हेर्नको लागि। अनि ती हिँडेका आवाजहरू सुस्त सुस्त गरी बन्द भयो। निकै बेरपछि मैले आरामको सास फेरेको थिएँ। मलाई लाग्यो अब ती आवाजहरू आउँदैनन् र डरहरू मनबाट हट्दै थियो। तर आँखाको निन्द्रा गायब भइसकेको थियो। गर्मी महिना भएको हुँदा झ्याल खुला नै थियो। म झ्यालबाट त्यही धारातिर हेर्दै बिस्तारामा पल्टिएको थिएँ। त्यसपछि जुन दृश्य मैले देखेँ त्यो दृश्य देखेर म यति धेरै डराएँ कि न म चिच्याउन सके, न उठेर भाग्न सके, न त त्यो झ्याल नै बन्द गर्न सके। मेरो शरीर नै निष्क्रिय भएको थियो। आँखा पनि नझिम्क्याई डराएको मन लिएर म बाहिर त्यो धारालाई हेरिरहेको थिएँ। त्यो हाम्रो धारा आफै चल्न थाल्यो। मान्छे भने कोही देखिँदैन थियो, तर धारा जोड जोडले चलिरहेको थियो। मेरो आँखा त त्यही धाराको ह्यान्डलमा केन्द्रित भइरह्यो। लगभग 3-4 मिनट जति त्यो धारा आफै चलिरह्यो।
केही बेरपछि त्यो धारा चल्न बन्द भएपछि मलाई होस आए जस्तो भयो। मैले हतपत झ्याल बन्द गरे। झ्याल बन्द गरेर यसो के कोल्टे परेको मात्र थिएँ, फेरि अर्को आवाजले मेरो सातो लग्यो। मेरो कोठाको ढोका 3-4 चोटि ढकढकाएको आवाज आयो र त्यो आवाज बन्द हुने बित्तिकै कोही सरासर हाम्रो आँगन हुँदै बाटोतिर गएको आवाज सुने। मैले ढोकाको चौरबाट चिहाएर हेर्न थाले, तर अहिले पनि मान्छे कोही देखिएकै थिएन, मात्र आवाज सुनिँदै थियो। त्यो रात जसोतसो काटेर बिहान म चोकतिर गएको थिएँ। टोलका अन्य सम्पूर्ण मानिसहरू पनि त्यही कुरा सुनाए जो मैले राति भोगेको थिएँ। उनीहरूको घरमा पनि राति ढोका ढकढकाउने, मान्छे हिँडेको आवाज आउने र धारा चलाउने जस्ता आवाजहरू आएका थिए रे। कसैको घरमा त र्यागमा राखिएका भाँडा आफै खस्ने, बत्ती आफै निम्ने बल्ने गरेका रहेछ। र त्यस्ता घटनाहरू त्यो बाजाको 12औं दिनको तिथिसम्म भइरह्यो र 13औं दिनको सम्पूर्ण कर्मकाण्ड सकिएपछि ती आवाजहरू पनि आउन बन्द भयो।